हेलो गाइस, वेलकम टु अन्य भिडियो। आज फेरि म नयाँ भिडियो उपस्थित भइसकेँ। हाम्रो बुच्ची पनि आज आएको छ ब्लगमा। आज मैले के को ब्लग लिएर आएको छु भनेर सोच्नु भयो होला। मैले आज हेर्न सक्नुहुन्छ, आज मैले यहाँ हाम्रो यो के हो हेर्न सक्नुहुन्छ, चाकावाला मह। बाबु हेर्न सक्नुहुन्छ, यहाँ चाकासँगै हामीले मह लिएर आएको छु। महलाई यस्तै खान मन लाग्यो भनेर यो चाकासँगै मह हाम्रो सानो बुवाले लिएर आइदिनु भएको छ। अब अहिले म आएपछि यो महलाई खाएर देखाउँछ है त, कस्तो हुँदो रहेछ चाकामा। मैले पनि खाएको छैन अहिलेसम्म। त्यो चाका भएको मह अनि फुच्चीलाई पनि खान मन लागेको छ अरे। त्यही भएर अहिले म आएपछि अनि त्यसो दुईजनासँगै खाएर देखाउने हुन्छ त। अहिलेलाई यति नै गाइस। हाम्रो भिडियो हेरिदिनु होला, मन पऱ्यो लाइक कमेन्ट गर्नु चाहिँ नबिर्सिनु होला। आजको रमाइलो भिडियो हुनेछ यो चाकासँगै मह। आज बहिनीको घरबाट मह पठाइदिएको रहेछ, चाका सुत्ताको मह, मौरीको प्योर मौरीको मह। दिदीलाई मनपर्छ चाका भनेर चाका 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 ल काकालाई मनपर्छ चाका सुत्ताको मह। Oh my god, oh my god. साला खाऊ है त, कस्तो हेर्दै खाऊ मन लाग्यो नि क्या। Oh my god. रसले भरेको मह। कस्तो मिठो मिठो मह मिठो हुँदैन? खानु सक्दैन त भयो। अहिले पुग्यो। पुगेको ल जय खा। चाका म पनि खानु पर्यो। पुरा खायो। म जुइरा खाएँ तर मिठो हुँदो चाका। What? मिठो भयो। अहिले खानुपर्छ क्या, तर धेर खानु हुँदैन होला, माप लाग्छ अरे धेर खायो भने। मिठो चाका खाइयो आज, गोतेर खायो चाका, मक्खै भयो। त्यो गुलियो धेरै खानै सकिने क्या, उलो उलो काममा मजा। फुले त मलाई साह्रै मनपर्छ, यो चाका र झन् असाध्यै मनपर्छ। धोको पुर्याएर खाइयो आज चाका। दिदीलाई खान मन लाग्यो भने बहिनीले पठाइदिन्छन् एउटा पोको पारेर मौरी काटेर। दिदीको माया, दिदी बहिनीको माया। मेरो राजा पनि खान्छ अरे, नाति राजा चाका। ल ए हातमा खा खाऊ खाऊ, ल खुवाइदिनु पऱ्यो। ल आँगार झ्याप्पै खाऊ। मिठो चपाउने मिठो।
म निकालेर राख्नु पर्यो ए रसेर हेर्दै खाउँ मन लाग्ने रसेर जति उ गऱ्यो त्यति के खान मन लाग्छ के भएको हो आज मलाई देखिन्जेलसम्म खान मन लाग्ने भयो लु त छानिँदैन कि निचार्नुपर्छ होला निचार्नु खै त छानिँदो रहेनछ लु मर्यो चिया छानिँदो रहेनछ त बाक्लो रत्त त हुन्छ बाक्लो मह ओहो ओरिजिनल मह हो यो त ओरिजिनल आफ्नो घरको मौरीको मह लु कसैलाई चाहिएको छ भने सम्पर्क गर्नु होला मह खाने भएदेखि ए मह त दामी छ तर यो छानेको रहेछ ओ माय गॉड त्यो चम्चा निजर्नु त्यसमा थिच्नु पर्छ चम्चा ल्याउ त बरु यो त म चिया छानीमा छानेको रहेछ यसमा बाक्लो हुन्छ दुई डबल छ त्यही भएर यसरी मिसाल्नुपर्छ अनि ल म ककालाई चाहिन्छ आउनु होला 1200 रुपियाँ किलो छ म खाने भए सम्पर्क राख्नु होला मौरीको मह ओरिजिनल हो यो म कस्तो खँदिलो हुन्छ यहाँ यति म नि कति भारी छ यति ऊ भइरहन्छ तर्किरहन्छ अब यो भाँडामा खन्यो भने घिउ जस्तै छ बाक्लो घिउ त अझै पातलो हुन्छ कति बाक्लो क्या म है ओहो कति यो आधा किलो यो भाँडाको यति 1 किलो हुन्छ घिउ आधा किलो जान्छ म चाहिँ 1 किलो जान्छ त्यस्तो खँदिलो अनि चाका अझै छ त्यो नुनी छ चाका छ अलिकति यो यति हुन्छ आधा किलो घिउ यति हुन्छ म चाहिँ यति म आधा किलो यति हुँदो रहेछ यसमा यतिमा त 1 किलो जाँदै छैन आधा किलोको भाँडामा 1 किलो म भारी हुँदो रहेछ म अन्त खँदिलोसँग खँदिलो भारी आफ्नो घरको प्योर म हो यो आजको यो भिडियो हजुरलाई कस्तो लाग्यो मन पर्यो लाइक कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला थ्याङ्क्स फर वाचिङ गाइज